नमस्कार सबैजनालाई। हामीहरू अहिले लुम्बिनी प्रदेशको यो उज्जैनी स्थित यो नवलपरासीको बोधघाट सुस्ता पश्चिमको नवलपरासीको यो उज्जैनी स्थित रामग्राम स्तूपमा आएका छौँ। हामी अहिले रामग्राम स्तूपमा आएका छौँ र यसको चाहिँ सानो डकुमेन्ट्री क्लिप बनाएको छु मैले हैन। यसको बारेमा अब थोरै विस्तृत जानकारी दिन चाहन्छु। मैले देश र विदेशमा जहाँ रहेर पनि यो क्लिप हेर्नुभएको छ, यो भिडियो हेर्नुभएको छ, कृपया शेयर गरेर धेरैभन्दा धेरैलाई समक्ष पुर्याउनु होला है। हामी अहिले रामग्राम स्तूपमा आएका छौँ। गेटबाट भर्खर इन्ट्री भएका छौँ र यो रामग्राम स्तूप हो। यहाँ चाहिँ देश विदेशबाट पर्यटकहरू आउनु भएको छ र पर्यटकहरू आइराख्नुहुन्छ। यो स्तूप यो जुन माटोको थुप्रो देखिएको छ नि अगाडि, त्यो माटोको थुप्रो देखिएको छ, त्यो चाहिँ स्तूप हो है। कयौं वर्षौं अगाडिको चाहिँ यो स्तूप, यो बौद्धको स्तूप हो हैन। यो यस्तो रहेको छ। यहाँ गार्डन छ हैन। भित्रबाट यो बाहिरबाट भित्र इन्ट्री हुने ठाउँमा चाहिँ यस्तो रहेको छ। काठै काठले चाहिँ यो बाटोमा चाहिँ हिँड्ने बाटोमा काठै काठले सजावट गरिएको छ। काठै काठको पुलमाथि हामी हिँड्न पाउँछौँ। यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरू पनि आउनुहुन्छ यहाँ। यसलाई चाहिँ यहाँको सरकारवालाले चाहिँ अलि ध्यान दिएर अब चाहिँ केही विस्तृत रूपमा चाहिँ यसलाई विकास गर्नुपर्ने हुन्छ है। त्यसकारणले हामीहरू अब केही पर्यटकहरू पनि देख्दैछौँ। चाइना, भियतनाम, थाइल्यान्ड, भारत र नेपालबाट पनि घुम्न आउनु हुँदो रहेछ यहाँ चाहिँ। यसलाई चाहिँ सबैले शेयर गरेर देश तथा विदेशमा सम्पूर्ण ठाउँमा पुर्याएर हाम्रो चाहिँ यो नजिकको आफ्नो जिल्लाको पहिचान चाहिँ र यो राष्ट्रिय लेभल र अन्तर्राष्ट्रिय रूपमा यो पहिचान रहेको यो रामग्राम स्तूपलाई सबैले शेयर गरेर सबै माझ पुर्याउनु होला। यो यस्तो रहेको छ है। भित्र पनि मजाले हिँड्ने काठै काठको पुल बनाइएको छ, काठै काठको बाटो बनाइएको छ। यहाँ देख्न सक्छौँ हामी। यता जान मिल्छ भाइ? जुत्ता लगाएर मिल्छ हैन? यहाँ चाहिँ यो पूजा गर्ने ठाउँ। आज पूजा पनि छ क्या हो? प्रत्येक दिन हुन्छ यहाँ? प्रत्येक दिन हुन्छ? दैनिक हुन्छ? दैनिकै भनमा ग्रुपमा त दैनिकै नै आउँछन्। अब यो शोक हुन्छ बेला बेलामा। यो कुन देशकोले हुन्छ त्यही अनुसार। यो कुन देशकोले गर्न लाउनु भएको पूजा हो यो? थाइल्यान्ड। थाइल्यान्डकोले। कोही यसरी नतमस्तक भएर यसरी ध्यान पनि गर्नुभएको छ हैन। कोही चाहिँ अब साँझको सन्ध्याकालीन अवसरमा चाहिँ मान्छेहरूको भिड पनि हुँदो रहेछ र बत्ती बाल्ने, ध्यान गर्ने हैन। साँझ बिहान यो पनि प्रक्रिया जारी रहन्छ। अहिले म स्तूपको बायाँ साइडबाट सर घुम्दैछु। यो चाहिँ नवलपरासीको लुम्बिनी प्रदेश स्थित यो बोधघाट सुस्ता पश्चिमको नवलपरासीको उज्जैनी भन्ने ठाउँमा चाहिँ करिब 2500 वर्ष अगाडिको पुरानो स्तूप रहेको छ, रामग्राम स्तूप है। पर्यटकीय दृष्टिकोणमा कुनै भौतिक निर्माण संरचना हुन नसके पनि अबको दिनमा सरकारवालाले केही गर्नुहुन्छ भन्ने पक्का पनि आशा रहेको छ। यसको गुरु योजनाको बारेमा कुनै सरकारवालाले चासो नदिए पनि यो माटोको ठुलो ढिस्कोमा भौतिक संरचना निर्माणको लागि गुरु योजना भइसकेको र सरकारवालाले यो सरकार निकाय चाहिँ अदली बदलीका कारणले विकासका लागि ढिलाइ भएको भन्ने चाहिँ जुन लुम्बिनी विकास कोषबाट चाहिँ हामीलाई जानकारी आएको छ। त्यो जानकारी अनुसार केही विकास अबको दिनहरुमा यसको चाहिँ भव्य रूपले नै, एकदम ठुलो रूपले नै, बृहत रूपमा चाहिँ यसको गुरु योजना अनुसार नै विकास हुन्छ भन्ने हामीलाई पनि अपेक्षा गरेका छौँ। र यसरी सबैले यसलाई पनि उजागर गर्दै विश्वमाझ पुर्याउन हुनुको लागि सबैलाई अनुरोध गर्दछु। यो हाम्रै ठाउँको, हाम्रै नेपालको लुम्बिनी प्रदेशको नवलपरासी स्थित उज्जैनी भन्ने ठाउँमा अवस्थित रामग्राम स्तूप हो। यसलाई हामी सबैले चाहिँ शेयर गरेर सबै माझ पुर्याएर यसलाई चाहिँ
बृहत रूपमा विकास गर्नको लागि टेवा पुग्नेछ भन्ने आशाका साथ मैले छोटो डकुमेन्ट्री अथवा क्लिप बनाएको छु। सबैले सहयोग गर्नुहोला, सबैले सहयोग पनि गर्नुहोला र हेर्न पनि आउनुहोला। घुम्नको लागि एकपटक चाहिँ आउनुहोला है, सबैजना आउनुहोला। यसको लोकेसन चाहिँ विस्तृत जानकारीको लागि मैले युट्युबको तल पनि क्याप्सनमा अथवा युट्युबको तल चाहिँ लिङ्क छोडौँला। त्यसको लागि चाहिँ यो कुन ठाउँमा अवस्थित छ र के छ भन्नेको लागि र यसको पहिचानको लागि अझै राम्रोसँग बुझ्नको लागि हजुरहरू पनि यहाँ उपस्थित हुनुहोला र राम्रोसँग बुझ्नुहोला र विश्वमा यसको चाहिँ जानकारी। यही छोटो जानकारीका साथ अहिलेलाई म बिदा चाहन्छु। पछि पनि तपाईँहरू समक्ष सानो केही सामग्रीहरू ल्याउनेछु भन्दै अहिलेलाई बिदा चाहन्छु। हस्त नमस्ते।